हेलो एभ्रिवान, आज पनि हामी एनपिओमा अर्को पार्ट लिएर आइसकेका छौँ। त्यो भन्दा आज झन् हिजो अस्ति इम्पोर्टेन्ट क्वेसनहरू गर्दै थियौँ भने आज मोस्ट इम्पोर्टेन्ट क्वेसन गर्दैछौँ है। आज गर्ने पहिलो क्वेसन र दुईटै क्वेसन, आज म्याक्सिमम दुईटा क्वेसन गर्ने गर्छौँ, तर हामी एउटा क्वेसन गर्दै गरौँ, कति टाइम पुग्छ ल। तर हामीले गर्ने आजको क्वेसन भनेको मोस्ट इम्पोर्टेन्ट क्वेसन है त, एनपिओको सबभन्दा मोस्ट इम्पोर्टेन्ट क्वेसन, किनभने हामीले प्राय सबै कन्सेप्टहरू हामी कभर गरिहाल्छौँ यसमा। भनेपछि ल हेरौँ मोस्ट इम्पोर्टेन्ट क्वेसन कुन चाहिँ हो त भन्दा है, यो 5 नम्बरमा जुन देखिएको क्वेसन हो, यो क्वेसन भनेको मोस्ट इम्पोर्टेन्ट क्वेसन हो है त। ल यसलाई हेरौँ के छ त भन्दै गर्दाखेरि, फ्रम द फलोइङ इन्कम एन्ड एक्सपेन्डिचर एकाउन्ट हो, हामीलाई इन्कम र एक्सपेन्डिचर एकाउन्ट दियो। अहिलेसम्म हामीले गरेको नर्मल्ली क्वेसनहरूमा के थियो त, पहिले हामीलाई रिसिप्ट र पेमेन्ट अकाउन्ट दिएको थियो अनि इन्कम र एक्सपेन्डिचर बनाउनु भनेको थियो। तर यसमा के भनेको छ त, इन्कम र एक्सपेन्डिचर दिएको छ अनि हामीले बनाउनु भनेको होला रिसिप्ट र पेमेन्ट। कसको दियो, इन्कम एन्ड एक्सपेन्डिचर एकाउन्ट अफ द प्रिमियम स्पोर्ट्स क्लब फर द इयर इन्डेड 31 मार्च 2012 है। ल 2012 को चाहिँ हामीलाई के दियो त, इन्कम एन्ड एक्सपेन्डिचर दियो। अब युआर रिक्वायर्ड टु प्रिपेयर, ये भन्दै थिएँ म, प्रिपेयर रिसिप्ट एन्ड पेमेन्ट अकाउन्ट फर द इयर इन्डिङ 31 मार्च 2012 एन्ड द ब्यालेन्स सिट अन द डेट। ल ब्यालेन्स सिट र दुईवटाको कुरा बनाउनु पर्ने भयो। यो त हामीले बनाइसकिहालेको हो। रिसिप्ट र पेमेन्ट एकाउन्टमा के जान्छ र इन्कम एन्ड एक्सपेन्डिचरमा के जान्छ त भन्दा, रिसिप्ट र पेमेन्टमा जाने भनेको त पास्ट प्रिभियस इयरको होस् अथवा करेन्ट इयरको होस् अथवा फ्युचर इयरको होस्, सबै रिसिप्ट क्यापिटल अथवा रेभिन्यू रिलेटेड चाहिँ सबै रिसिप्टहरू जाने भयो डेबिट साइडमा हो। ल भनिसकेपछि अब पेमेन्टमा इन्कम एन्ड एक्सपेन्डिचरमा के जाने भयो त, इन्कम र एक्सपेन्डिचरमा चाहिँ करेन्ट इयरको मात्रै जाने भयो हैन। ल भनिसकेपछि इन्कम र एक्सपेन्डिचर दिएको छ, यो करेन्ट इयरको दिएको छ। रिसिप्ट र पेमेन्ट अकाउन्टमा चाहिँ हाम्रो ओभरअल जाने भयो। ल भनेपछि हामीले बनाउनु पर्ने त्यही हो, रिसिप्ट र पेमेन्ट अनि ब्यालेन्स सिट। भनिसकेपछि के दियो त भन्दा हेरौँ, स्यालेरी दियो, खर्च यति भयो, रेन्टमा खर्च भयो हो, प्रिन्टिङ स्टेसनरी, पोस्टेज एन्ड टेलिफोन, अनि मेम्बरसिप फी, इलेक्ट्रिसिटी चार्ज, गार्डन अपकिप, अनि स्पोर्ट्स मटेरियल युटिलाइज, रिपेयर एन्ड मेन्टेनेन्स, डिप्रिसिएसन, मिसलेनियस एक्सपेन्सेस, अनि सरप्लस आएको रहेछ। सरप्लस हामी क्यापिटल फन्डमा एड गरिदिउँला हो। सब्सक्रिप्सन दिएको छ, इन्ट्रेन्स फी दिएको छ, प्रोफिट अन सेल अफ स्पोर्ट्स मटेरियल दिएको छ, इन्ट्रेस्ट अन 8% बोन्ड दिएको छ, अनि सेल अफ ओल्ड न्यू पेपर दिएको छ, न्युज पेपर दिएको छ। भनेपछि यहाँ स्पोर्ट्स दुईवटा है, यता पनि आयो यता पनि आयो। भनेपछि हामीले यसलाई केही न केही गर्नुपर्ने हुनसक्छ है। अब एडजस्टमेन्टमा केही दिएको रहेछ भने त यसको अकाउन्टिङ बनाउनु परिहाल्यो हो। अकाउन्टिङ भनेको मतलब लेजर बनाउनु परिहाल्यो। ल भनिसकेपछि हेरौँ एडजस्टमेन्टमा के छ त भन्दा, द फलोइङ एडिसनल इन्फर्मेसन इज प्रोभाइड टु यू। पार्टिकुलर के फिक्स रेट दिएको छ, ओपनिङ यति, क्लोजिङ छैन हो। ब्याङ्क ब्यालेन्स छ, ब्याङ्क ब्यालेन्स यहाँ ओपनिङ छ, क्लोजिङ त हाम्रो रिसिप्ट पेमेन्टबाट आइहाल्छ। अनि स्पोर्ट्स यसको क्लोजिङ हामीले निकाल्नु पर्ने भयो हैन। अनि हेर स्टक एन्ड स्पोर्ट्स मटेरियल दियो, यो भइहाल्यो। आउटस्ट्यान्डिङ सब्सक्रिप्सन दियो, आउटस्ट्यान्डिङ र एडभान्स दुइटै रहेछ। सब्सक्रिप्सन हो, आउटस्ट्यान्डिङ रहेछ अनि अर्को पनि रहेछ, एडभान्स पनि रहेछ। अझै लामो छ है क्वेसन, यो एकदम इम्पोर्टेन्ट क्वेसन हो। त्यही भएर अनि हामीले अर्को हेऱ्यौँ 8% गभर्मेन्ट बोन्ड दिएको छ, आउटस्ट्यान्डिङ स्यालेरी हो। स्यालेरीहरू यो सम्झिने, आउटस्ट्यान्डिङ स्यालेरी, आउटस्ट्यान्डिङ रेन्ट, एडभान्स स्टेसनरी, रिपेयर एन्ड मेन्टेनेन्सको यी सबैको एडजस्टमेन्ट छ। अनि चाहिँ क्रेडिटर टु पर्चेज अफ स्पोर्ट्स मटेरियल, यहाँ पनि आयो स्पोर्ट्स मटेरियलको हो। भनिसकेपछि स्पोर्ट्स मटेरियलको यता अगाडि पनि आएको थियो। भनिसकेपछि स्पोर्ट्स मटेरियलको धेरै कुराहरू रहेछ भनेपछि पक्कै पनि त्यसको बनाउनु परिहाल्यो। भनेपछि स्पोर्ट्स मटेरियलको त यहाँ ओपनिङ पनि दिएको छ क्या होइन, ओपनिङ र क्लोजिङ दिएपछि त स्पोर्ट्स मटेरियलको ओपनिङ र क्लोजिङ पनि दियो। भनिसकेपछि यो ट्रेडिङ आइटम भइहाल्यो भनेपछि ट्रेडिङ एकाउन्ट त बनाउनु परिहाल्यो है स्पोर्ट्स मटेरियलको। ल अझै हेरौँ के दिएको छ, सम अफ द फिक्स एसेट्स वेयर पर्चेज अन हो। फिक्स एसेट्स चाहिँ कहिले पर्चेज गरेको, फिक्स एसेट्स हामीलाई के दिएको छ, ओपनिङ मात्रै दिएको छ हो। ओपनिङ मात्रै दियो, तर हामीलाई यति कहाँ बिचमा चाहिँ कतिमा पर्चेज गरेर भन्दा 2011मा चाहिँ 2011-10-1मा चाहिँ पर्चेज गरेको थियो अरे। डिप्रिसिएसन इज टु बी चार्ज 5%। सर यहाँ त डिप्रिसिएसन फेरि दियो, पर्चेज नै गरेको छ अनि फेरि डिप्रिसिएसन त नि माथि पनि दिएको छ। त तपाईँहरूले याद गर्नुभयो भने डिप्रिसिएसन यहाँ माथि पनि दिएको थियो। हाम्रो एक्सपेन्डिचरमा खर्च कति भएको थियो त भन्दा 13,000 खर्च भइसकेको थियो। भनिसकेपछि एक्स्ट्रा डिप्रिसिएसन पनि दिएको छ है। हामी एसेट्स पत्ता लगाउँछौँ, कति एसेट्स किन्नु भनेर कहीँ दिएको छ त, यसले पर्चेज गर्यो भनेर त यहाँ भन्यो हो। तर डिप्रिसिएसन 5% दियो। एसेट्सको हाम्रो ओपनिङ एसेट्स कति थियो भनेर यहाँ दिएको छ क्या हो, फिक्स एसेट्स 2,40,000 दिएको छ। भनिसकेपछि बिचमा कति किन्यो भनेर कहीँ दिएको छ त छैन है। यो नि हामीले कसरी पत्ता लगाउने होला विचार गर्दै गर्नु। ल अनि अर्को भनेको स्पोर्ट्स मटेरियल वेल्थ भयो, 72,000 वाज पर्चेज अन क्रेडिट, यो भइहाल्यो। द क्लब बिकम द मेम्बरसिप अफ द स्टेट टेबल टेनिस एसोसिएसन अन यति 2012-1-1मा मेम्बरसिप लियो हो। तर उसले सबै पे गर्यो रे, पेड अप टु कहिलेसम्म, अप टु हाम्रो क्लोजिङ इन्डिङ कहिले भएको छ त भन्दा, हाम्रो इन्डिङ भएको भनेको त 31/3/2012मा इन्डिङ भएको हो। हाम्रो यो फाइनेन्सियल इयर इन्डिङ कहिले भएको त भन्दा, यसमा इयर इन्डिङ भएको
हो कि होइन भन्ने त यहीँ क्वेसनमा दिएकै छ त हामीलाई होइन। ल 31 मार्च 2012 मार्च भनेको त्यही 3 महिना होइन त, जनवरी फेब्रुअरी मार्च। ल भनिसकेपछि अरू बाँकी पनि यसले दियो भनेपछि एडभान्स पनि दिएको छ भन्ने बुझ्नु पऱ्यो यहाँ हो। एडभान्स मेम्बरसिप फी सर पैसा त कहीँ पनि दिएको छैन त। एक्ज्याक्टली पैसा त हामीलाई माथि रिसिप्ट अफ पेमेन्ट एकाउन्टमै दिइसकेको छ। अनि 50% अफ द इन्ट्रान्स फी इज टु बी क्यापिटलाइज हो। 50% इन्ट्रान्स फी पनि क्यापिटलाइज गर्न पऱ्यो। इन्ट्रेस्ट अन 8% गभर्मेन्ट बोन्ड आर रिसिप्ट टु क्वार्टर वानली, दुईवटा क्वार्टरको चाहिँ यो पनि इन्ट्रेस्ट आयो। फिक्स डिपोजिट 80,000 वाज मेड अन 31 मार्च, फिक्स डिपोजिट पनि राख्यो। बनिसकेपछि अब हामीले बनाउनु पऱ्यो के त भने एडजस्टमेन्टहरू सबै युज गरेर इन्कम र रिसिप्ट र पेमेन्ट अकाउन्ट बनाउनु पऱ्यो र ब्यालेन्स सिट बनाउनु पऱ्यो। अनि अर्को कुरा हाम्रो अब रिसिप्ट र पेमेन्ट अकाउन्ट यसमा मेन बुझ्नुपर्ने भनेको चाहिँ यो दुईवटा कुरा चाहिँ बुझ्नु पऱ्यो है। यो मेम्बरसिपको अहिले हामी गरेपछि बुझिहालिन्छ। अर्को भनेको इन्ट्रान्स फीको कहिले कहिले क्यापिटलाइज गरेर कति भनेर त दिएको छैन, 50% क्यापिटलाइज भनेको छ हो। भनेपछि यसको कोही कति वर्षको पनि दिएको छैन हामीलाई। अब हामीले यसमा अझम गर्न सक्नु पर्यो, किनभने रिसिप्ट र पेमेन्ट अकाउन्टमा जाने भनेको क्यास रिसिप्ट पुरै जाने हो नि त हो। तर इन्कम एन्ड एक्सपेन्डिचर हामीलाई दिएको त इन्कम एन्ड एक्सपेन्डिचर एकाउन्ट दिएको छ हो। इन्कम एन्ड एक्सपेन्डिचर एकाउन्ट दिएको छ। इन्कम एन्ड एक्सपेन्डिचर एकाउन्टमा जाने भनेको के हो त भन्दाखेरि यसमा त एडजस्टमेन्ट अनुसार रेभिन्यू पोर्सन मात्रै जाने हो नि त हो। यो जुन इन्ट्रान्स फी छ, इन्ट्रान्स फी 1,20,000 त इन्कम एन्ड एक्सपेन्डिचर एकाउन्टमा देखिएको, इन्कममा देखिएको भनेपछि यो इन्ट्रान्स फी त हाम्रो रेभिन्यू नेचरको मात्रै हुनसक्छ कि हो। रेभिन्यू नेचरको चाहिँ 1,20,000 भयो। अनि हामीले रिसिप्ट एन्ड पेमेन्टमा देखाउँदा त क्यास रिसिप्ट पुरै देखाउनु पऱ्यो नि त। भनेपछि कति होला भनिसकेपछि 50% क्यापिटलाइज भयो भने चाहिँ त्यसको डबल चाहिँ हाम्रो हुने भयो हो। किनभने हामीले त्यसलाई मान्यौँ नेक्स्ट इयरको भने 2टा इयरको हुने भयो रिसिभ गर्यो भनेर है। ल भनिसकेपछि हामी अर्को बनाउन थालौँ। के बनाऊँ हामी? रिसिप्ट र पेमेन्ट अकाउन्ट बनाऊँ। ल है एकदमै सजिलो छ है, एकदमै सजिलो छ यो। एकदम बुझ्यो भने सबभन्दा सजिलो क्वेसन यही हुनेवाला छ। ल भनिसकेपछि हामीले योभन्दा अगाडि कतिवटा गरेको थियौँ? ल 9वटा हिसाब गरिसकेको थियौँ हामीले। भनेपछि 10 नम्बरमा भयो। 10 नम्बरमा के बनाउने त? रिसिप्ट र पेमेन्ट अकाउन्ट सकिहाल्यो। रिसिप्ट एन्ड पेमेन्ट अकाउन्ट सर थालेकै छैन सक्यो भन्ने, सकिदिएको थालेपछि त क्वेसन सकिहाल्यो है, केही समस्या त छैन। ल मैले डिफरेन्ट बनाएँ तर तपाईँहरूले चाहिँ फुल फर्मेट बनाउनु होला है। ल यसमा लेख्ने के त भन्दाखेरि केही छैन होइन। अब टु ब्यालेन्स हाम्रो रिसिप्ट र पेमेन्ट अकाउन्ट केबाट सुरु हुन्छ? ब्यालेन्स सिडी र बिडीबाट सुरु हुन्छ, सिडीमा अन्त्य हुन्छ हो। ल ब्यालेन्स बिडी, ल ब्यालेन्स बिडी हाम्रो कति छ त? ब्याङ्क ब्यालेन्स हामीलाई क्वेसनमा दिएकै थियो हो। ल के जान्छ एकचोटि हेरौँ अनि हेरमा सुई लेखिहाल्छु। ब्यालेन्स बिडी हामीलाई दिएकै थियो हो। कति दिएको थियो त? 8,300 यहाँ दिएकै थियो, त्यही लगाएर राख्ने हो। ब्यालेन्स बिडी सिडी छैन हाम्रो, त्यहीँबाट निस्किहाल्छ सिडी। अनि हेर हाम्रो के इन्कम भयो त? इन्कम के भयो? रिसिप्ट भने चाहिँ पैसा के आयो? इन्कममा जाऊँ हो। केमा केबाट आयो त? हाम्रो भनिसकेपछि प्रॉफिट अन सेल अफ स्टोर यहाँबाट सेल गरेबाट यहाँबाट आयो हो। तर यसको हामीले सबैतिर छ भने चाहिँ यसको हामीले अकाउन्टिङ बनाउनु पर्ने हुन्छ। अर्को आयो हामीलाई इन्ट्रेस्ट सब्सक्रिप्सन छँदैछ, सब्सक्रिप्सन आयो, इन्ट्रान्स फी आयो। अर्को भनेको इन्ट्रेस्ट पनि आएको छ, इन्ट्रेस्ट अन गभर्मेन्ट कति आएको छ त? 12,000 आएको छ। तर यसको हामीलाई एडजस्टमेन्ट पनि छ। अनि सेल अफ द ओल्ड न्युजपेपर भनेको सेल गर्दाखेरि न्युजपेपर पनि आयो। भनिसकेपछि एक्सपेन्डिचरमा जाऊँ। खर्चहरू पेमेन्ट हामीले केमा गऱ्यौँ त भन्दा सुई लेख्ने मात्रै हो त। स्यालेरी छ, के एडजस्टमेन्ट छ सम्झिनु पऱ्यो है। स्यालेरी छ, रेन्ट छ, प्रिन्टिङ स्टेसनरी, पोस्टेसन, टेलिफोन, मेम्बरसिप फी होइन। यो एकचोटि हेर्नु होला है त, यहाँ ट्याक्क हेर्नु होला अहिले। अनि स्क्रिनसट गर्दा नि हुन्छ ट्याक्क राखेर हेर्दै गर्दाखेरि। अनि हेर अर्को के छ भने अहिले हामी गरिहाल्छौँ गर्न त। अनि हेर अर्को के छ भने यहाँ एडजस्टमेन्ट के दिएको छ भने स्यालेरीको छ, रेन्टको छ हो, स्टेसनरी छ, रिपेयर मेन्टेनेन्स छ, अनि स्पोर्ट्स मटेरियलको छ, अनि अहिले गभर्मेन्टको पनि छ। भनेपछि हामी अब बनाउँदै जाऊँ त्यसलाई सुई आनन्दले बिस्तारै बनाउँदै जाने। यो चाहिँ लेखिदिएँ मैले बिडी सुरुमै यही हुने हो। ल भनिसकेपछि अब हामी बनाऊँ एडजस्टमेन्टहरू बनाइदिउँ न त होइन। एडजस्टमेन्टहरू बनाऊँ के बनाऊँ त भन्दा सब्सक्रिप्सन एकाउन्ट बनाऊँ हो। अनि स्पोर्ट्समेनको अकाउन्ट पनि बनाऊँ। ल वर्किङ नोट 1 मा जाऊँ। के बनाऊँ? सब्सक्रिप्सन एकाउन्ट, सब्सक्रिप्सन अकाउन्ट। ल सब्सक्रिप्सन अकाउन्टमा के जाने भयो त? ब्यालेन्स बिडी बाई ब्यालेन्स बिडी सबै दिएको छ है हामीलाई। एडभान्स पनि दिएको छ, आउटस्ट्यान्डिङ दिएको छ। अघि हामीले हेरिसकिहाल्यौँ है, त्यसैलाई म लेखिदिन्छु। ब्यालेन्स सिडी टु इन्कम एन्ड एक्सपेन्डिचर अकाउन्ट बाई ब्याङ्क। ल हामीलाई आउटस्ट्यान्डिङ ओपनिङ कति छ? 10,200 छ।
एडभान्स ओपनिङ कति छ 2400 छ हो एडभान्स आउटस्ट्यान्डिङ क्लोजिङ हाम्रो 5700 छ अनि हाम्रो अर्को छ के छ एडभान्स क्लोजिङ भनेको कति छ त 4900 छ 4900 सब्सक्रिप्सन अकाउन्ट हामीलाई क्वेशनमा पनि दिएको थियो केमा इन्कम एन्ड एक्सपेन्डिचरको कति दिएको थियो भन्दा 4,20,000 भनेपछि हाम्रो रिमेनिङ कति आयो त यो जोडौँ ल मेरोमा जोड्दै गर्दाखेरि आयो 4,35,100 यो जोड्नु होला तपाईहरुले पनि 4,35,100 ल भनेपछि बाँकी यसमा आएको थियो मेरो 4,27,000 ल भनेपछि सब्सक्रिप्सन एकाउन्ट सकिहाल्यो भने चाहिँ अर्को पनि बनाइदिहाल्यौँ वर्किङ नोट के बनाऊँ त भन्दा स्पोर्ट्स मटेरियलको ट्रेडिङ एकाउन्ट बनाऊँ ट्रेडिङ अकाउन्ट फर स्पोर्ट्स मटेरियल हामीले यस्तो त ठ्याक्कै अघिल्लो क्वेशनमा पनि गरिसकेका छौँ है यसरी ट्रेडिङ मटेरियल बनाएर ट्रेडिङ अकाउन्ट ल ट्रेडिङ अकाउन्ट बनाऊँ यसमा के गरौँ त भन्दाखेरि ओपनिङ लेखिदिइहालौँ हामीले दिएकै छ सबै केही समस्या छैन है ट्रेडिङ स्टक कति दिएको छ 43,450 दिएको छ क्लोजिङ नि दिएको छ बाई क्लोजिङ स्टक कति दिएको छ 35,670 अनि हामीलाई अरु के दिएको छ त प्रॉफिट भयो भनेर दिएको छ हो अरु दिएको छ अनि हामीले एडजस्टमेन्ट हेरौँ एडजस्टमेन्टमा के छ भने स्पोर्ट्स मटेरियल 72,000 पर्चेज गर्यो भनेको छ हो भनेपछि टु पर्चेज हामीलाई चाहिने नि पर्चेज हो ट्रेडिङ एकाउन्टमा पर्चेज कति रह त 72,000 अब हामीलाई चाहियो बाई सेल्स कति भयो होला त थाहा छ ल सेल्स कति भयो त हाम्रो नबेचिकन प्रॉफिट त आयो त आएन होला पक्कै पनि हो ल नबेचिकन प्रॉफिट त पक्कै आएन भनिसकेपछि क्रेडिटर यहाँ पनि रहेछ हो भनेपछि यो क्रेडिटरले हामीलाई के युज गर्नु पर्यो त अहिले हामीले परेन हो भनेपछि अर्को हाम्रो के छ त भन्दाखेरि सेल्स गर्नु पर्यो सेल्स कति भयो भन्ने कुरा स्पोर्ट्स मटेरियल युटिलाइज भनेको यति त हाम्रो स्पोर्ट्स मटेरियल युटिलाइज पनि छ भनेपछि यसलाई पनि राखिदिइहालौँ बाई स्पोर्ट्स मटेरियल युटिलाइज कति छ 62,800 भनेपछि हाम्रो सेल्स छ छैन भनेपछि त हाम्रो त जिपी दिएको छ प्रॉफिट दिएको रहेछ भनेपछि ट्रेडिङ आइटम मात्रै बनाउँदैछौँ हामी त्यो भएर जे प्रॉफिट यहाँ प्रॉफिट दियो भनेपछि हाम्रो के आयो त रिमेनिङ सेल्स आयो कति भयो यो भयो 1,20,950 1,20,950 अनि यहाँनेरि आयो 22,480 ल भनिसकेपछि हामीले यो पनि बनाइसक्यौँ ल भनिसकेपछि योबाट जाने आइटमहरू हामी लगेर राखौँ अब हामी के राखौँ त भन्दा टु सेल र आयो हामीलाई सेल गर्दाखेरि कति आयो रिसिप्टमा सेल अफ स्पोर्ट्स मटेरियल 22,480 आयो टु सब्सक्रिप्सन यो वर्किङ नोट 2 मा छ यो वर्किङ नोट 1 मा छ सब्सक्रिप्सन आयो 4 लाख कति आएको थियो 27,000 ल अनि हाम्रो अर्को राख्दियौँ इन्ट्रान्स फी चाहिँ हाम्रो 1,20,000 दिएको थियो हो यसमा 50% क्यापिटलाइज भनेको छ भनेपछि यसमा सबै देखाउनु पर्यो यसमा 2,40,000 ल भनिसकेपछि यो चाहिँ 2 वर्षको भएर रिसिप्ट र पेमेन्ट अकाउन्टमा चाहिँ सबै रिसिप्टहरू देखिने है अनि रिसिप्ट र एकाउन्टमा अनि इन्कम र एक्सपेन्डिचरमा चाहिँ रिमेन्डेचरको मात्रै जाने भयो त्यही भएर स्पेसिफिक करेन्ट इयरको मात्रै त्यही भएर त्यस्तो भयो ल अनि इन्ट्रेस्ट अन गभर्नमेन्ट छ इन्ट्रेस्ट अन गभर्नमेन्ट बोन्ड इन्ट्रेस्ट अन गभर्नमेन्ट बोन्ड कति छ त हाम्रो भन्दा ल इन्ट्रेस्ट अन गभर्नमेन्ट बोन्डको हामीलाई एडजस्टमेन्ट के दिएको थियो भन्दा इन्ट्रेस्ट अन 8% गभर्नमेन्ट वाज रिसिभ फर 2 क्वार्टर ओन्ली हो 2 क्वार्टरको मात्रै लिने भने हाम्रो कतिवटा क्वार्टर हुन्छन् 4 क्वार्टर हुन्छन् 2 क्वार्टर भनिसकेपछि हाम्रो कति दिएको थियो त भन्दा गभर्नमेन्ट बोन्ड थियो 12,000 2 क्वार्टरको मात्रै भयो भने चाहिँ 6,000 आयो अनि अर्को आयो सेल अफ ओल्ड न्युज पेपरको 11,600 ल भनेपछि यो आयो 6,000 टु अर्को सेल अफ ओल्ड न्युज पेपर कति आयो त भन्दा 11,600 त्यही जति भएको त्यति आयो ल अब जाम हाम्रो पेमेन्टमा पेमेन्ट हाम्रो के छ त भन्दा हामी सबै हेरिहाल्यौँ स्यालेरीहरू सबै राखिदिइहालौँ स्यालेरी एडजस्टमेन्ट छ यसको हो स्यालेरी हाम्रो दिएको थियो 1,18,800 यसमा हामी ओपनिङ आउटस्ट्यान्डिङ जोड दिउँ 16,000 अनि माइनस क्लोजिङ
क्लोजिङ आउटस्ट्यान्डिङ कति छ भन्दा 14,300 ल यो गर्दाखेरि आयो 1,20,500 ल भनिसकेपछि यहाँ हेरिहालौँ स्यालेरी थियो हाम्रो 1,18,800 अनि रेन्ट छ 2,16,000 प्रिन्टिङ स्टेसनरी 28,000 पोस्टेज एन्ड टेलिफोन 1,41,600 मेम्बरसिप फी 3200 छ यो कति मेम्बरसिप फीको पनि त्यो एडजस्टमेन्ट छ इलेक्ट्रिसिटी चार्ज सबै यही भयो होला नि रिपेयर एन्ड मेन्टेनेन्स 18,700 छ भनेपछि यसको एडजस्टमेन्टमा के थियो त भन्दा आउटस्ट्यान्डिङ स्यालेरी थियो ओपनिङ 16,000 क्लोजिङ यति आउटस्ट्यान्डिङ रेन्ट छ 21,000 ओपनिङ 15,000 क्लोजिङ एडभान्स छ स्टेसनरीको 13,550 अनि क्लोजिङ छ 1,550 अनि रिपेयर एन्ड मेन्टेनेन्सको आउटस्ट्यान्डिङ 1,200 छ निल छ भनिसकेपछि यसलाई राखिदिइहालौँ स्यालेरीको सक्यो हाम्रो स्यालेरी पछि जाम हामी रेन्टमा रेन्ट हाम्रो कति थियो 2,16,000 थियो हो यसमा ओपनिङ आउटस्ट्यान्डिङ जोड दिउँ कति त 21,000 क्लोजिङ आउटस्ट्यान्डिङ घटाइदिउँ कति त भन्दा 15,000 ल यो कति भयो यो 2,22,000 ल रेन्ट पनि सक्यो अब जाम हामी प्रिन्टिङ एन्ड स्टेसनरी कति छ त 28,000 छ 28,000 अब यसमा नि सेम हो 28,000 प्लस गर्नु पर्यो ओपनिङ आउटस्ट्यान्डिङ नै छ हैन यसमा होइन एडभान्स रहेछ एडभान्स फर स्टेसनरी भनिसकेपछि ओपनिङ 1,350 थियो ओपनिङ 1,350 लाई त घटाउनु पर्यो अब एडभान्स दिइसकेपछि एडभान्स घटाउनु पर्यो ओपनिङ एडभान्स 1,350 प्लस क्लोजिङ एडभान्स कति छ 1,550 यो जोड्नु पर्यो 1,550 ल यो जोड्दाखेरि आयो 28,200 ल त्यसै गरी अर्को के छ त हाम्रो बाई पोस्टेज एन्ड टेलिफोन छ यसको केही छैन एडजस्टमेन्ट भनेपछि 41,600 जस्ता जस्तै राखिदिउँ अर्कोमा जाम बाई अर्को छ हाम्रो इलेक्ट्रिसिटी चार्ज छ कति छ 38,500 अर्को छ हाम्रो गार्डन अपकिप भन्ने हो गार्डन अपकिप 19,300 अर्को छ हाम्रो अर्को के छ त हाम्रो भन्दा अर्को छ मिसलिनियस एक्सपेन्डिचर भनेर दिएको छ यहाँ कति छ त 5,700 ल अब नर्मल्ली जाने यही नै हो अब अर्कोमा जाम बाई मेम्बरसिप फी अब जाम मेम्बरसिप फीमा हामीलाई के दिएको छ त भन्दा एडजस्टमेन्ट दिएको छ हो के एडजस्टमेन्ट दिएको छ हाम्रो मेम्बरसिप फी कति थियो यहाँ 3200 थियो भनिसकेपछि हामीलाई एडजस्टमेन्ट के दिएको छ त मेम्बरसिप फीमा भने द क्लब बिकम द मेम्बर अफ द स्टेट टेबल टेनिस एसोसिएसन अन फर्स्ट 2012 हो फर्स्ट डेटको जनवरीको फर्स्ट डेटमा 2012 मा चाहिँ मेम्बर भएको हो व्हेन इट पेड फी अफ टु कति कहाँसम्म तिर्यो 2012 को डिसेम्बर 31 सम्म चाहिँ उसले तिर्यो हो तर हामीलाई चाहिँ कतिको चाहिन्छ भन्दा 3 महिना हामी त इन्डिङ गर्दैछौँ यहाँ हो भनिसकेपछि रिसिप्ट र पेमेन्ट अकाउन्टमा हामीले देखाउने भनेको अब यसमा मेम्बरसिप फी भनेको हाम्रो कति थियो 3200 थियो 3200 दिएको थियो 3 महिनाको भयो भने चाहिँ 12 ल यो चाहिँ हामीलाई जुन पे गरेको थियो हो हामीलाई यहाँ दिएको गिभन डेटा भनेको जुन हामीलाई यो 3200 यहाँ दियो 3200 गिभन डेटा कतिको दियो त हामीलाई भन्दा कतिको दियो भन्दा यो त हाम्रो इन्डिङ भएको छ नि त एक्सपेन्डिचरमा त ड्युरिङ द इयरको मात्रै देखाउँछ नि त हो इन्कम एन्ड एक्सपेन्डिचर एकाउन्टमा भनिसकेपछि हाम्रो इन्डिङ कहिले भएको थियो 2012 मार्च 31 मा भनिसकेपछि जनवरीमा मेम्बरसिप पाएको जनवरी फेब्रुअरी मार्च 3 महिना भयो हो 3 महिनाको फी भनेको चाहिँ कति हो त 3200 भनेपछि हामीलाई 3 महिनाको त कहाँ पुग्छ 12 महिनाको चाहिहाल्यो हो भनेपछि हामीले यसमा लेख्ने भनेको त सबै 12 महिनाको भनेपछि हामीले 12 महिनाको लेख्यौँ कति लेख्यौँ त भन्दा 3200 × 12 3 महिनाको डिभाइड बाइ 3 महिनाको यो दिएको थियो 12 महिनाको लेख्यौँ भनेपछि यो कति आयो त भन्दा 12,800 सकिहाल्यो हैन ल के समस्या छैन है समस्या छैन
अब हामीले रिपेयर एन्ड मेन्टेनेन्स छुट्यायौँ क्या हो रिपेयर एन्ड मेन्टेनेन्स लेख्यौँ लेखिसक्यौँ हामीले रिपेयर एन्ड मेन्टेनेन्स लेख्यौँ लेखेको छैन ल रिपेयर एन्ड मेन्टेनेन्स कति छ त भन्दाखेरि मैले सिधै लेखिदिएँ यसको पनि कति छ त 18,000 हामीलाई दिएको कति थियो त 18,700 दिएको थियो हो 18,700 दिएको अनि हामीलाई एडजस्टमेन्ट के दिएको थियो त भन्दा आउटस्ट्यान्डिङ रिपेयर भनेर ओपनिङ मात्रै दिएको थियो भनेपछि ओपनिङ आउटस्ट्यान्डिङलाई के गरिदिउँ जोडिदिउँ कति आयो त यो भन्दाखेरि 19,800 900 ल अब अर्कोमा जाऊँ रिपेयर एन्ड मेन्टेनेन्स पनि सक्यो अब भाइ अब फेरि एडजस्टमेन्ट हेरौँ भनिसकेपछि स्पेयर्स एन्ड मटेरियलको हामीले यहाँ क्रेडिटरलाई पे गरौँ भनेको छ हो यहाँ क्रेडिटमा पर्चेस गरौँ भनेको छ अनि हामीलाई फेरि यहाँ मास्तिर के दिएको छ क्रेडिटर फर पर्चेस भनेर स्पेयर्स मटेरियलकै ओपनिङ र क्लोजिङ पनि दिएको छ भनिसकेपछि हामीले क्रेडिटर्सको पनि वर्किङ नोट बनाउनु पर्ने भयो लेट्स गो है त क्रेडिटर्सको पनि हामी यो वर्किङ नोट 2 थियो वर्किङ नोट 3 मा सन्ड्री क्रेडिटर्स सन्ड्री क्रेडिटर ल यो एकदमै किन बनाउनु पर्छ भने मार्क्स हुन्छ है यसको मार्क्स एक वर्किङ नोटको मार्क्स हुन्छ है हामीलाई ब्यालेन्स दिएकै छ ब्यालेन्स बिडी कति दिएको छ त भन्दा 3400 हामीलाई क्लोजिङ नि दिएको छ 2 ब्यालेन्स सिडी 4200 हामीले कतिको किने थियौँ त बाई पर्चेज कतिको क्रेडिटमा किने थियौँ 72,000 को भनिसकेपछि हामीले जाने नि यति हो यहाँ भएको दिएकै यति हो भनिसकेपछि यो आयो 75,400 यो पनि आउनु पर्यो 75,400 आउनु पर्यो भनेपछि हाम्रो कति बाँकी रह्यो त भन्दा ब्याङ्क 71,200 ल भनिसकेपछि क्रेडिटरलाई तिर्न पर्ने कति हाम्रो खर्च पेमेन्ट त भन्दा क्रेडिटरलाई पेमेन्ट टु क्रेडिटर कति त 71,200 यसलाई वर्किङ नोट 3 लेख्दा भइहाल्यो ल पेमेन्ट टु क्रेडिटर यो पनि सक्यो अब हाम्रो के बाँकी छ त हेरौँ एकचोटि हामीलाई यहाँ बाँकी भनेको त केही पनि छैन है यहाँबाट हामीले राख्नुपर्ने चिज जति सबै राखिसक्यौँ अब हामी यतापट्टि जाऊँ एडजस्टमेन्टको यो पनि सक्यो यो पनि सक्यो यो पनि सक्यो इन्ट्रेस्ट पनि सक्यो अब फिक्स डिपोजिट अफ 80,000 वाज मेड हो फिक्स डिपोजिट 80,000 पनि राखिदिनु पर्यो फिक्स डिपोजिट कति गर्यो त भन्दा फिक्स्ड डिपोजिट 80,000 ल फिक्स डिपोजिट 80,000 पनि सक्यो है अब हाम्रो के बाँकी होला त ल अब हाम्रो हेरौँ एकचोटि एडजस्टमेन्टमा यहाँ यसो हेर्दै गर्दाखेरि के बाँकी जस्तो लाग्छ एडजस्टमेन्ट एक्ज्याक्टली यहाँनिर एउटा कुरा बाँकी छ के भने सम अफ फिक्स एसेट्स वेयर परचेज अन हो यतिमा परचेज गरेको छ कहिले 2011-10-1 मा चाहिँ परचेज गरेको छ हो भनेपछि कति परचेज गरेर त निकाल्न पर्यो है मैले सुरुमा नि भनेको थिएँ अब हामी कति परचेज गरेर निकाल्छौँ कसरी निकाल्ने होला त केही समस्या छैन किन समस्या छैन त हामीलाई डिप्रिसिएसन दिएकै छ डिप्रिसिएसन दिइसकेपछि त डिप्रिसिएसन कतिमा लाग्यो त त्यही किनेकै एसेट्समा त लागेको हो नि डिप्रिसिएसन भनिसकेपछि फिक्स एसेट्स कति किनेछ भनेर निकालौँ क्याल्कुलेसन अफ फिक्स एसेट्स ल फिक्स एसेट्स निकालौँ डिप्रिसिएसन फर द इयर कति तिरेको थियो हामीलाई क्वेसनमा 13,000 अनि 5% डिप्रिसिएसन भनेको थियो लेस 5% डिप्रिसिएसन अन ओपनिङ ब्यालेन्स भनेको जस्तै यहाँ हामीलाई दिएको डिप्रिसिएसन जुन छ यो डिप्रिसिएसन 13,000 यो त फुल इयरको हो नि त हो कुन इयर इन्डिङ हुँदै गर्दाखेरि हामीलाई दिएको हो नि त यो त इन्कम एन्ड एक्सपेन्डिचरको तर अनि हामीलाई यो फिक्स एसेट्स चाहिँ कति दिएको छ भन्दा ओपनिङमा 2,40,000 थियो हो 2,40,000 ओपनिङमा थियो भने यसको डिप्रिसिएसन 5% ले यसको डिप्रिसिएसन लाउँदा त यो अमाउन्ट आउन पर्यो नि आएन भने त बीचमा एसेट्स त थपेको छ भन्ने त आफैले बुझ्नु पर्यो नि त हो त्यही भएर अब 2,40,000 को 5% डिप्रिसिएसन लगाऊँ हामीलाई क्वेसनै भनेको छ डिप्रिसिएसन 5% भनेर भनेपछि 2,40,000 इन्टु 5% कति हुन्छ त 12,000 भयो यो
भनेपछि यहाँ बाँकी रह्यो कति 1000 हो 1000 डिप्रिसिएसन त एक्स्ट्रा लागेको रहेछ नि त भनेपछि डिप्रिसिएसन केमा एसेट्समा त्यही एसेट्समा एक्स्ट्रा डिप्रिसिएसन लाग्यो केमा पर्चेज एसेट्समा पर्चेज एसेट्स भनिसकेपछि 1000 डिप्रिसिएसन हो भने अब यसको एसेट्सको भ्यालु चाहिँ कति होला त हामीले त्यही खोजिरहेछौँ भनेपछि एसेट्सको भ्यालु निकालौँ एसेट्स पर्चेज ड्युरिङ द इयर कतिको पर्चेज गर्दा 1000 डिप्रिसिएसन लाग्यो डिप्रिसिएसनको भ्यालु यो 5% ले आएको हो भनिसकेपछि 100 मा निकाल्न पर्यो डिभाइड बाइ 5 अब डिप्रिसिएसन कतिको त यो कहिले पर्चेज गरेको थियो यहाँ हेरौँ कति महिनाको डिप्रिसिएसन हो त यो पर्चेज थियो हाम्रो 2011 10/1 मा हो भनिसकेपछि गनौँ अम्ला भाँचेर गनौँ 10 को लाग्यो 11 को लाग्यो 12 को लाग्यो 1 महिनाको लाग्यो 2 महिनाको लाग्यो 3 महिनाको लाग्यो 3 महिना भनेको मार्च 2012 मार्च 3 मा पुग्दै गर्दाखेरि 6 महिनाको भनेपछि 6 महिनाको डिप्रिसिएसन काट्न पर्यो भनिसकेपछि त हामीलाई त 12 महिनाको निकाल्नु पर्यो एसेट्स निकाल्नको लागि त डिप्रिसिएसनको 6 महिना काटेको त है ल भनिसकेपछि यो क्याल्कुलेसन गर्दा मेरोमा आयो 40000 ल भनेपछि हाम्रो एसेट्स कति रहेछ त हामीले फ्याट्टै पत्ता लगाइहाल्यौँ कति रहेछ त एसेट्स कति पर्चेज गरेछौँ बाइ फिक्स एसेट्स भनेर हामीले राख्दियौँ कति पर्चेज गरेछौँ त 40000 हो ल भनिसकेपछि हामीले राख्नुपर्ने आइटमहरू सबै राखिसक्यौँ है यहाँ रिसिभ र पेमेन्ट अकाउन्टमा जाने आइटमहरू सबै हामीले क्याल्कुलेसन गरेर राखिसक्यौँ भनिसकेपछि हामीलाई ब्यालेन्स बिडी छ ब्यालेन्स सिडी आउनुपर्छ हो तर अब आउँछ आउँदैन हेरौँ यहाँ यो जोड्नु होला म जोडेर राख्छु यहाँ ल मेरो यो जोड्दै गर्दाखेरि आयो 7,15,380 यता नि आउनु पर्यो 7,15,380 तर आएन के आयो त भन्दा ब्यालेन्स सिडी आयो कति आयो त मेरोमा भन्दा 15,680 चाहिँ ब्यालेन्स सिडी आयो ल भनेपछि तपाईहरुको नि यति नै आउनु पर्ने हुन्छ यसको ब्यालेन्स सिडी यो हो भनेपछि हामीले रिसिप्ट र पेमेन्ट अकाउन्ट बनाउनु भनेको थियो हामीले रिसिप्ट र पेमेन्ट अकाउन्ट चाहिँ बनाइसक्यौं भनेपछि अब हाम्रो बाँकी के छ ब्यालेन्स सिट बनाउनु छ हो भनेपछि हामी यिनेरी ब्यालेन्स सिट पनि बनाइदिहालौं ब्यालेन्स सिट बनाइदिहालौं केही समस्या छैन सकिहाल्यो अब यति बुझिसकेपछि त ब्यालेन्स सिट त समस्या छैन ब्यालेन्स सिट ल ब्यालेन्स सिट पनि मैले टी फर्मेटमा बनाएँ तपाईहरुले चाहिँ पुरै तान्नु होला ल भनेपछि ब्यालेन्स सिटमा हामीलाई के चाहिन्छ क्यापिटल फन्ड सर अनि क्यापिटल फन्ड छैन त हो छैन त अनि अब निकाल्न पर्यो छैन निकाल्ने अब क्यापिटल फन्ड निकाल्ने कसरी निकाल्ने ओपनिङ ब्यालेन्स बनाउने हो ब्यालेन्स सिट बनाउने सकिहाल्यो ओपनिङ ब्यालेन्स सिट बनाऊँ ओपनिङ ब्यालेन्स सिट बनाउँदै गर्दाखेरि पनि मैले टी ताने ल अब ओपनिङ ब्यालेन्स सिटमा त माथि देखेको सबै कुराहरु राख्ने त हो हैन यहाँ आउँछ हाम्रो क्यापिटल फन्ड यताबाट राख्दै जाम फिक्स एसेट्स 2,40,000 हामीलाई देकै छ क्वेशनमै दिएको जे छ त्यतै राख्ने है 8% गभर्नमेन्ट बोन्ड देकै छ हाम्रो कति 1,50,000 अर्को दिएको छ एडभान्स स्टेशनरी कति दिएको छ 1,350 क्याश छुटे छ क्याश एन्ड बैंक पनि दिएकै छ 8,300 हो जे दिएको छ सबै राखिदिने है आउटस्ट्यान्डिङ सब्स्क्रिप्सन पनि छ कति छ 10,200 अर्को छ स्पोर्ट्स मटेरियल पनि छ कति छ 43,450 ल यति नै छ है यसमा अब जाम क्रेडिटरमा पनि छ क्रेडिटरमा के आइटम छ यहाँ क्यापिटल फन्डको लागि ठाउँ छोड्दिम अनि हेर यहाँ तलतिर लेखौं रिपेयर पेबल कति छ 1,200 अर्को छ आउटस्ट्यान्डिङ स्यालेरी कति छ 16,000 आउटस्ट्यान्डिङ स्यालेरी पछि रेन्ट पेबल पनि छ रेन्ट पेबल छ 21,000 एडभान्स सब्स्क्रिप्सन पनि छ हाम्रो कति छ 2,400 छ क्रेडिटर पनि छ कति छ 3,400 छ ल भनिसकेपछि यसमा नि भएको यति नै हो
भनेपछि यसलाई जोडिदिउँ, यतापट्टि जोडौँ। यो जोड्दा कति आयो त? ल मेरो आयो यसमा 4,53,300। यता नि आउनु पर्यो 4,53,300। ल तपाईँहरूको अब यहाँ कति आयो त मेरो भन्दा क्यापिटल फन्ड आयो मेरो 4,09,300। ल यो ब्यालेन्सिङ फिगर भयो। भनेपछि हामीले क्यापिटल फन्ड पनि निकालिहाल्यौँ, सकिहाल्यो। ब्यालेन्स सिट त बनि त गयो, अब केही समस्या छैन। 4,09,300 यहाँ आएपछि त हाम्रो सरप्लस थियो क्वेसनमै हो, सरप्लस राखिदिउँ। कति थियो? 3500 थियो हैन, 3500 थियो। सकिहाल्यो। त्यसलाई ट्रान्सफर गर्नु भनेर त्यही भनेकै छ। अब अर्को यहाँ के आउँछ होला त? 50% चाहिँ हाम्रो इन्ट्रान्स फी क्यापिटलाइज गर्नु भनेको छ हो। इन्ट्रान्स फी हाम्रो कति थियो त भन्दा 2,40,000। 2,40,000 को 50% भनेको कति? 1,20,000। 1,20,000 चाहिँ यहाँ हाल्दै गर्दा यहाँ आयो 5,32,800। ल भनेपछि त अरू त सकिहाल्यो। एडभान्स सब्सक्रिप्सन कति छ? 4,900। अर्को छ हाम्रो आउटस्ट्यान्डिङ स्यालेरी 14,300। अर्को छ रेन्ट पेबल कति छ? 15,000। अर्को छ क्रेडिटर 4,200। ल यतापट्टि गइहालौँ फास्ट। फिक्स एसेट्स कति छ? 2,40,000 हामीलाई ओपनिङ दिएकै थियो। 2,40,000 मा हामीले नेक्स्ट नयाँ 40,000 को किनेको रहेछ। हाम्रो डिप्रिसिएसन कति त? 13,000 टोटल डिप्रिसिएसन। भनिसकेपछि यो घटाउँदा आयो 2, 6, 7,000। ल यसमा फिक्स डिपोजिट गरेछौँ हामीले। फिक्स डिपोजिट कति गर्यौँ त? 80,000। अर्को इन्ट्रेस्ट रिसिभेबल 6,000 पाउन बाँकी छ हाम्रो हो, बोन्डको गभर्नमेन्ट बोन्डको। अनि हेर अर्को आउटस्ट्यान्डिङ सब्सक्रिप्सन कति छ त? 5,700। आउटस्ट्यान्डिङ एडभान्स स्टेसनरी पनि छ। एडभान्स स्टेसनरी कति छ त? 1,550। अनि स्पोर्ट्स मटेरियल्सको पनि छ हाम्रो। स्पोर्ट्स मटेरियल पनि किनेको थियो। कति आएको थियो त? 35,600। कति आएको थियो? 70 क्लोजिङ आएको थियो, दिएकै छ स्पोर्ट्स मटेरियल क्लोजिङ। अनि अर्को भनेको के छ त भन्दा हाम्रो मेम्बरसिप फी छ। मेम्बरसिप फी कहाँ छ? एडभान्स मेम्बरसिप फी छ। कति छ त हाम्रो एडभान्स मेम्बरसिप फी भनेको? हामीले मेम्बरसिप फी यहाँ कति राख्यौँ? हाम्रो टोटल भनेको 12,800 मेम्बरसिप फी हो। 12,800 मा 3,200 चाहिँ पे गरिसकेको। भनिसकेपछि हाम्रो बाँकी छ कति? बाँकी छ त भन्दा 9,600। त्यही घटाउने त हो। अनि अर्को भयो गभर्नमेन्ट बोन्ड पनि छ। गभर्नमेन्ट बोन्ड्स कति छ त? 1,50,000। 1,50,000। अर्को छ राष्ट्र क्यास एन्ड ब्याङ्क। ल कति त हाम्रो? 15,680 भर्खरै हामीले निकालेको हो। ल भनेपछि यो दुइटै जोडौँ। ल यो जोड्दा कति आयो? ल मेरोमा आयो 5,71,200। 5,71,200 है। ल भनिसकेपछि हामीलाई बनाउनु भनेको के थियो त? रिसिप्ट र पेमेन्ट अकाउन्ट बनाउनु भनेको थियो हो एउटा। अनि अर्को ब्यालेन्स सिट बनाउनु भनेको थियो। भनेपछि हामीले दुइटै बनाइसक्यौँ हो। यसमा बुझ्नुपर्ने भनेको इन्ट्रान्स फीको बुझ्नुपर्ने छ हो, अर्को मेम्बरसिप फीको बुझ्नुपर्ने छ। एडजस्टमेन्ट दिएको कुराहरू चाहिँ बुझ्नु पर्यो। इन्ट्रेस्ट पनि हामीले 2 क्वार्टरको मात्रै दिएको थियौँ हो। अनि अरू लेजर नर्मल्ली लेजरहरू अरू वर्किङ नोटको लेजरहरू बनाउनु पनि एकदमै जान्नुपर्ने हुन्छ है। त्यति जानिसकेपछि त यो क्वेसन पनि सकिहाल्यो हो। ल केही समस्या छैन है। अनि डिप्रिसिएसनमा नयाँ एसेट्स पर्चेस गरेको भनेर चाहिँ निकाल्न जान्नु पर्यो। यो क्वेसनको नयाँ टर्म्सहरू चाहिँ त्यही नै हो। भनिसकेपछि हामीले यो क्वेसन पनि सकायौँ। भनेपछि यो भिडियो एकदमै मोस्ट इम्पोर्टेन्ट भिडियो हो। त्यही भएर यो क्वेसन पनि एकदमै इम्पोर्टेन्ट क्वेसन छ। र अर्को क्वेसन पनि अब हामी एउटा क्वेसन गर्छौँ यही भिडियोमा। त्यो क्वेसन झन् मोस्ट इम्पोर्टेन्ट क्वेसन हुनेवाला छ। ल यो क्वेसनलाई हेरौँ अब। यो क्वेसन हेरिसकेपछि यो एकदम रिभिजनको लागि बेस्ट क्वेसन हो है। रिभिजन गर्दै गर्दाखेरि एकदम सबभन्दा बेस्ट क्वेसन हो यो। हेरिसकेपछि हाम्रो लगभग सबै कन्सेप्टहरू एकदमै
क्लियर हुन्छ है त। हामीले अघि देखेको थियो इन्कम र एक्सपेन्डिचर अकाउन्ट, अहिले दिन्छ रिसिप्ट र पेमेन्ट अकाउन्ट है। बियर बार क्लब्स वाज रजिस्टर्ड इन द सिटी एन्ड द अकाउन्टेन्ट प्रिपेयर फर द फलोइङ रिसिप्ट एन्ड पेमेन्ट अकाउन्ट फर द इयर एन्डिङ यति एन्ड द सो द डिफिसिट देखाएर यति ल। सब्सक्रिप्सन दियो, फेयर रिसिप्ट दियो हो, भेराइटिज सो रिसिप्ट दियो, इन्ट्रेस्ट दियो, बार कलेक्सन दियो, एक्सिस क्यास स्पेन्ड गरेर डिफिसिट आइहाल्यो है। प्रिमाइसेस 100 यो सेक्रेटरीलाई यो 12,000 दियो, रेन्ट दियो, रेट्स दियो, प्रिन्टिङ एन्ड स्टेसनरी, सन्डे एक्सपेन्सेस, वेजेस, फेयर रिसिप्ट, फेयर एक्सपेन्सेस यहाँ छ, रिसिप्ट यहाँ छ भने चाहिँ यसलाई हामी यो गल्ती भइसक्यो हैन। अनि बार पर्चेज पेमेन्ट भयो, रिपेयर भयो, न्यू कार यहाँ यसको हामी सेटअप गर्छौँ, यसको चाहिँ यहाँ यसरी लेख्न पाइँदैन रिसिप्ट र पेमेन्टमा हो भने चाहिँ यसलाई यो गर्छौँ। भनेपछि यो रिसिप्ट र पेमेन्ट अकाउन्टमा तपाईँहरूले यो हेर्ने बित्तिकै के चाहिँ डिफ्रेन्स देख्नुपर्छ भने रिसिप्ट एन्ड पेमेन्ट अकाउन्टमा मैले के भनेको थिएँ भने सुरु ब्यालेन्स बिडी र सिडीबाट आउनु पर्यो क्या, बिडी अन्तिम सिडीबाट हो। यहाँ ब्यालेन्स बिडी पनि छैन, ब्यालेन्स सिडी पनि छैन, यहाँ त डिपसिट पो देखाइदिरहेको छ। डिपसिट आउँछ त रिसिप्ट र पेमेन्टमा आउँदैन है। भनेपछि यो रिसिप्ट र पेमेन्ट अकाउन्ट दिएको मिस्टेक छ हो। भनिसकेपछि यहाँ हेर्ने बित्तिकै थाहा पाउनु पऱ्यो है, तल केही भनेको होला त्यसमा। अब यी एडिसनल इन्फर्मेसन दियो, पार्टिकुलर्स भयो, ओपनिङको दियो, क्लोजिङ दियो, क्यास इन ह्यान्ड छ यति हो, ब्यालेन्स एज पर पासबुक भनेपछि ब्याङ्क रिकन्सिलिएसन स्टेटमेन्ट पनि बनाउनु पर्ने भयो हो। चेक इस्यु नट प्रेजेन्टेड फर द सन्ड्री एक्सपेन्सेस छँदैछ, सन्ड्री ड्यू, सब्सक्रिप्सन ड्यू छ, प्रिमाइसेस एट कस्ट छ यति छ है। भएको जति सबै यहीँ छँदैछ। अब अर्को दियो अझै के दियो त भन्दा एकुमुलेटेड डिप्रिसिएसन अन प्रिमाइसेस दियो हो। अनि कारको कस्ट दियो यति, एकुमुलेसन डिप्रिसिएसन अन कारको कस्ट दिएको छ, यहाँ तलतिर एकुमुलेसन डिस्ट्रिब्युसन दिएको छ। त्यस्तै प्रिमाइसेस पनि दिएको छ, एकुमुलेसन डिस्ट्रिब्युसन दिएको छ। बार स्टक ओपनिङ पनि दियो, क्लोजिङ पनि दियो, क्रेडिटर फर बार पर्चेस भनेपछि बारको स्टक पनि दियो, पर्चेस पनि दियो भनेपछि क्रेडिटर अकाउन्ट पनि बनाउनु पर्यो। अनि अर्को बारको ट्रेडिङ अकाउन्ट पनि बनाउनु पर्यो, भर्खर बनाए यस्तो। क्यास एक्सेस स्पेन्ड द रिप्रेजेन्टेड टु सेक्रेटरी नट विथड्र ड्यु टु क्यास डिफिसिट, क्यास डिफिसिट भएकोले जुन यो क्या उयोले चाहिँ विथड्र गर्दैन भनेर एडजस्टमेन्ट भनियो। हिज एनुअल अनरेडियम इज 12,000 हो, उसको एनुअल चाहिँ 12,000 छ अरे, यहीँ छँदैछ। तर उसले क्यास स्पेन्ड गरेको छ 10,000, यो चाहिँ गर्दैन भने चाहिँ घटाइदिनु पऱ्यो यसलाई हो। यसले डिप्रिसिएसन अन प्रिमाइसेस एट एन्ड कार इज प्रोभाइडेड टु 5%, 20% एन्ड डबल डिबी मेथड। यु आर रिक्वायर्ड टु प्रिपेयर करेक्ट बनाउनु भनेर यहीँ भनिहाल्यो। करेक्ट रिसिप्ट र पेमेन्ट अकाउन्ट, इन्कम एन्ड एक्सपेन्डिचर अकाउन्ट र ब्यालेन्स सिट बनाउनु ल भने चाहिँ तिनटै बनाउनु पऱ्यो भने चाहिँ बनाइदिइहालौँ अब होइन। ल यसमा नि हामी सुरु गरौँ, केबाट सुरु गरौँ त भने करेक्ट रिसिप्ट र पेमेन्ट अकाउन्ट बनाउनु पऱ्यो हो। भनिसकेपछि हामीले 11 नम्बरको क्वेसन गर्दैछौँ यो। 11 नम्बरमा करेक्ट रिसिप्ट र पेमेन्ट अकाउन्ट बनाउनु पऱ्यो, रिसिप्ट एन्ड पेमेन्ट अकाउन्ट हो। ल टी फर्मेट ताने मैले, तपाईँहरूले फुल तान्नु होला। ल भनेपछि रिसिप्ट र पेमेन्ट अकाउन्टमा सुरुमा के हुन्छ ब्यालेन्स बिडी। सर यसमा त ब्यालेन्स बिडी छैन हो, छैन निकाल्ने त्यही नै निकाल्ने हो है। ल भनेपछि वर्किङ नोट, सुरुमै वर्किङ नोट थालिहालौँ। वर्किङ नोट 1 मा के गरौँ त भन्दा अब क्यास निकाल्नु पर्यो भनेपछि ओपनिङ क्लोजिङ, हामीलाई ब्यालेन्स एज पर पासबुक त दिएकै छ, एज पर पासबुक कति दिएको छ 24,690 अनि अर्को छ 10,440। भनिसकेपछि हामीलाई अब क्यास ब्यालेन्स निकाल्नु पर्ने छ हामीले त हो। भनेपछि हामीलाई क्यास इन ह्यान्ड भनेर यहाँ क्वेसनमा दिएकै छ 450 भनेपछि यसलाई जोडिदिउँ। अनि अरू त केही छैन यसमा क्यास ल्याउनलाई। एड क्यास ब्यालेन्स कति छ त 450, यो जोड दिइसकेपछि आयो यहाँ 25,140 आयो। टोटल क्यास एन्ड ब्याङ्क कति आयो त 25,140, यो 10,440 छँदैछ। ल भनिसकेपछि टोटल आयो हाम्रो, ओपनिङ आइहाल्यो। भनिसकेपछि त्यसलाई लेखिदिइहालौँ। ओपनिङ के छ त भन्दा हाम्रो क्यास छ 440 को 450 को, अर्को ब्याङ्क छ त्यो घटाएर लेख्दै गर्दाखेरि 24,420 को। ल सकि त हाल्यो हैन। ल अब जाम अर्को के छ त्यही लेखिदिने मात्रै हो, अब त सकिहाल्यो। रिसिभ पेमेन्टमा ओपनिङ आइहाल्यो, यहाँ ओपनिङ क्लोजिङ केही पनि थिएन, ओपनिङ निकालिहाल्यौँ
अब हाम्रो यी दिएको छ, दिएकोलाई सुइस राख्ने मात्रै है। सब्सक्रिप्सन दिएकै छ, सब्सक्रिप्सनलाई राखिहाल्ने हो, सब्सक्रिप्सन भइहाल्यो। फेयर रिसिप्ट दिएको छ, यसलाई पनि राखिदिइहाल्ने हो। भेराइटी सो रिसिप्ट भनेर दिएको छ 12,810, यो पनि राख्ने। इन्ट्रेस्ट दिएको छ 790, यो पनि राखिहाल्ने। बार कलेक्सन दिएको छ, यो पनि राखिहाल्ने। यो चाहिँ हामी राख्दैनौँ हो, यसलाई चाहिँ हामी सेटअप गर्छौँ भनिसकेपछि अनि हाम्रो यहाँनिर आउँछ प्रोसिड टु द ओल्ड कार्ड भनेको ओल्ड कार्ड बेचेर आएको 9,000 छ, त्यो पनि त हाम्रो रिसिप्ट हो होइन। त्यो नि यही वर्ष आएको ओल्डको पहिलेको कार्ड चाहिँ हामी बेचेर 9,000 भनेपछि यसलाई हामी यहाँ ल्याएर राख्छौँ भनिसकेपछि हामी करेक्ट इन्ट्री गर्दैछौँ नि त होइन। ल लेखिहालौँ, सब्सक्रिप्सन 62,130, टु फेयर रिसिप्ट 7,200, टु भेराइटी सो रिसिप्ट 12,810 छ, टु इन्ट्रेस्ट 690, टु बार कलेक्सन 22,350, टु सेल अफ ओल्ड कार कति छ त 9,000। ल भनेपछि हामीले यतापट्टि सबै कुरा राखिसक्यौँ। अब जाऊँ अर्को पेमेन्टमा के छ त, प्रिमाइसेस छ 30,000, सेक्रेटरी 12,000 छ, यसलाई हामी सेटअप गऱ्यौँ 1,000, 11,000 राख्नु पर्यो हो। रेन्ट छ 2,400, रेट एन्ड ट्याक्स छ 3,780, अनि प्रिन्टिङ र स्टेसनरी छ 1,410, सन्डे एक्सपेन्सेस छ 5,350, वेजेज छ 2,520 होइन, फेयर एक्सपेन्सेस छ 7,170, बार पर्चेज पेमेन्ट गर्दाखेरि 17,310 गरे, रिपेयरको 660 छँदैछ। अनि हेर अर्को न्यू कारको चाहिँ हामीले यो प्रोसिड यो घटाएको छ भने चाहिँ 9,000 जोडेर राख्नु पर्यो भने चाहिँ सकिँदो। अनि ब्यालेन्स सिडी त्यहीँबाट आइहाल्छ यसको त। ल भनेपछि अहिले भने जति कुरा यसमा पनि राखिदिइहालौँ। बाई प्रिमाइसेस कति छ 30,000, बाई टु सेक्रेटरी 12,000 थियो तर 1,000 घटायौँ भने चाहिँ 11,000 राख्नु पर्यो, बाई रेन्ट कति छ 2,400, बाई रेट एन्ड ट्याक्स चाहिँ छ 3,780, बाई प्रिन्टिङ एन्ड स्टेसनरी 1,410 छ, बाई सन्ड्री एक्सपेन्सेस 5,350 छ, बाई वेजेज कति छ 2,520 छ, बाई फेयर एक्सपेन्सेस कति छ त 7,170 छ, बाई बार पर्चेज पेमेन्ट छ 17,310, बाई रिपेयर छ 960, बाई न्यू कार भनेर जोडेर राख्नु पर्यो। कति आयो त भन्दा 37,800 मा 9,000 जोड्दै गर्दाखेरि 46,800 आयो, 46,800। ल भनिसकेपछि टोटल जोडौँ, टोटल जोडेर रिमेनिङ बिडी यता छ, पक्कै सिडी आउनुपर्छ, ब्यालेन्स सिडी आउने भयो। ल तपाईँहरूले जोड्नु होला। ल मेरोमा आयो यो कति आयो त भन्दा 1,39,050, 1,39,050, यसमा आयो 10,850 भनेपछि हाम्रो क्लोजिङ पनि आयो है। ल करेक्ट रिसिप्ट र पेमेन्ट एकाउन्ट पनि हामीले बनायौँ। यो बनाइसकेपछि हामीले अर्को के बनाउनु छ त अब। ल अब अर्को इन्कम एन्ड एक्सपेन्डिचर एकाउन्टमा गइहालौँ। इन्कम एन्ड एक्सपेन्डिचर अकाउन्ट। ल इन्कम एन्ड एक्सपेन्डिचरमा के जानेछ त्यतिलाई राखिदिइहालौँ, केही समस्या छैन यसमा नि। अब अघि हामीले बनाएको जुन मासतिर छ त्यहीलाई सुई ल्याउने राख्ने हाल्ने है। ल अब राखौँ इन्कम एन्ड एक्सपेन्डिचरमा, एक्सपेन्डिचरबाट गएँ म टु सेक्रेटरी कति थियो त हाम्रो 12,000 नै आउने भयो यसमा हो। ल अब अर्को आयो मासतिर हेर्दै तलतिर राख्दै, ल त्यही मासतिर हेर्दै तलतिर राख्दै। अब हाम्रो रेन्ट छ कति 2,400, एडजस्टमेन्ट छ भने एडजस्टमेन्ट राख्ने, छैन भने हामी जे छ त्यही राखिदिइहाल्ने। रेन्ट एन्ड ट्याक्स छ कति छ 3,780 छ, टु प्रिन्टिङ एन्ड स्टेसनरी कति छ 1,410 छ, टु सन्ड्री एक्सपेन्सेस
5350 टु वेजेज 2520 टु रिपेयर। अब हामी फेयरको चाहिँ फेयरको एक्सपेन्सेस थियो अनि यता फेयर रिसिप्ट थियो, त्यसलाई नेटअप गरेर राख्छौँ किनभने हामीलाई एक्सपेन्सेस यति छ अनि प्रफिट भएको छ भने चाहिँ प्रफिट अहिले यता हामी इन्कममा ल्याउँछौँ। वेजेस पछि अर्कोमा जाम हामी, यो बार पेमेन्ट परेन, रिपेयरमा जाम। रिपेयर कति छ त 960। अब हाम्रो यहाँ आउने अरू केही छ त? केही छैन भनिसकेपछि अब एडजस्टमेन्ट केही छ भनेर हेरौँ क्वेसनमा हैन। एडजस्टमेन्टमा हालौँ, एडजस्टमेन्ट के छ त्यही हाल्ने हो। एडजस्टमेन्टमा के छ त भन्दै गर्दाखेरि डिप्रिसिएसनको कुरा यत्तिकै देखिरह हैन। डिप्रिसिएसन अन प्रिमाइसेस एन्ड कार प्रोभाइडेड त 5% एन्ड 20% है। ल भनेपछि डिप्रिसिएसन जाने भयो। ल अरू त केही पनि छैन भनिसकेपछि डिप्रिसिएसन बनाऊँ, डिप्रिसिएसन हालौँ। ल टु डिप्रिसिएसन प्रिमाइसेसको गरौँ। प्रिमाइसेसको कति थियो त 5%। प्रिमाइसेसको ब्यालेन्स कति थियो त? हामीलाई कति दिएको थियो प्रिमाइसेसको ब्यालेन्स? ल डिप्रिसिएसनमा जाम। डिप्रिसिएसनमा हाम्रो के प्रिमाइसेसको कस्ट कति थियो त हाम्रो? 87,000 थियो अनि तर बढेर 1,30,000 भयो, 1,17,000 भयो भनेपछि 30,000 बढ्यो। यहाँको प्रिमाइसेस 30,000 बढ्यो। अनि डिप्रिसिएसन पनि दिएको थियो। एक्युमुलेसन डिप्रिसिएसन भनेको 56,400 थियो। अनि कार एक्ट कस्ट यति थियो 36,500, इन्डिङ भनेको 46,800 थियो। तर कार चाहिँ हामीले के गरेको छौँ त? ओल्ड कार बेचेको छौँ भनेपछि ओल्ड कार बेचिसकेपछि हामीले क्लोजिङ अमाउन्टमा यसमा डिप्रिसिएसन लाउनु पर्यो। अनि प्रिमाइसेसको त हामी क्यालकुलेसन गरेर घटाएर लाउनु पर्यो। भनेपछि प्रिमाइसेसको कति हुने भयो त डिप्रिसिएसन भन्दा? 1,17,000 क्लोजिङ थियो माइनस यसमा घटाउनु पर्यो 87,000 हो। यो घटाइसक्यौँ। यो घटाइसकेपछि यसमा हाम्रो कति आउँछ त? यो घटाम पहिले अनि हेर प्लस यो घटाइसकेपछि हाम्रो के दिएको छ त? हामीलाई एक्युमुलेसन डिस्ट्रिब्युसन पनि एक्युमुलेटेड डिप्रिसिएसन पनि दिएको छ ओपनिङ भनिसकेपछि अर्को 87,000 ओपनिङ 87,000 थियो। त्यसमा एक्युमुलेसन डिस्ट्रिब्युसन कति भएको थियो त भन्दा एक्युमुलेसन डिप्रिसिएसन यति भएको थियो भनिसकेपछि यो सबै गरेर यसमा आयो कति त? 5% डिप्रिसिएसन हो। यो कति भयो त? ल यो गर्दाखेरि आयो 60,600 इन्टु 5% भनेको 3,030 डिप्रिसिएसन आयो। अनि अर्को टु डिप्रिसिएसन कसको? कारको डिप्रिसिएसन कति भयो? यसको त बेचेको छ भनेपछि 46,000 इन्टु 20% भइहाल्यो भनेपछि डिप्रिसिएसन यसको कति आयो? 9,360। ल भनेपछि यो नि सकिहाल्यो। अब गरौँ हामी बाई रिसिप्टमा सुरुमै यही गरिहालौँ। रिसिप्टको हाम्रो के थियो? रिसिप्ट आएको थियो एक्सपेन्सेस 7,170 तर हामीलाई रिसिप्ट फेयर रिसिप्ट चाहिँ 7,200 भएको थियो भनेपछि प्रॉफिट अन फेयर कति कलेक्सन भएको? कलेक्सन भएको थियो 7,200। खर्च पनि त भयो, कति भयो खर्च? 7,170 भनेपछि चाहिँ कति आयो त? 30 रुपियाँ। सर यो 30 रुपियाँ नि के लेखेको छोडिँदा भइहाल्यो त नि। ठिक छ छोडिदिनु भयो भने छोडिदिनु, एक्जाम बिग्रिन्छ, क्वेसन बिग्रिन्छ। ल अब त अरू त हामी यहाँ जे छ त्यही राखिदिने हो। भेराइटी सो रिसिप्ट थियो कति थियो? 12,810 अनि बाई इन्ट्रेस्ट छ हाम्रो कति? 690 बाई अब चाहिँ हामी जाम सब्सक्रिप्सन बनाउनु पर्यो। सब्सक्रिप्सन एकाउन्ट बनाउनु पर्यो। अब वर्किङ नोट 2 मा जाम सब्सक्रिप्सन अकाउन्ट। ल टु ब्यालेन्स बिडी आउटस्ट्यान्डिङ हामीलाई दिएको छ 3600 बाई ब्यालेन्स सिडी 2940 हामीलाई दिएकै छ हैन सब्सक्रिप्सन। अनि अरु के छ त भन्दा यता आउने भयो टु इन्कम एन्ड एक्सपेन्डिचर अकाउन्ट, यता आयो बाई ब्याङ्क। हामीलाई एडभान्स दिएको छैन भनेपछि नलेख्दा भइहाल्यो।
ल भनिसकेपछि हामीलाई सब्सक्रिप्सन कति दिएको थियो त हामीलाई रिसिभ र पेमेन्ट एकाउन्टमा सब्सक्रिप्सन हामीलाई दिएको थियो 62,130 हो 62,130 रिसिभ भएको थियो इन्कम एन्ड एक्सपेन्डिचरमा जानुभयो 61,470 भनेपछि यो जोड्दाखेरि त्यही आइहाल्छ रिमेनिङ ल भनेपछि 61,470 सब्सक्रिप्सन आयो वर्किङ नोट कति 2 बाट कति आयो त यहाँ 61,470 हो ल अब अर्को जाम अब हामीले के छुटाए जस्तो भइरहेछ है किनभने पेमेन्टमा त हाम्रो अरू पनि थियो यहाँ खर्च हो बार कलेक्सन पनि थियो यहाँ भनेपछि बार कलेक्सन आएको छैन पर्चेज थियो हो बारको त यति मात्रै होइन अरू पनि थियो यहाँ सर हो बारको त स्टक पनि छ भनेपछि ट्रेडिङ आइटम पनि बनाउनु पर्यो क्रेडिटर एकाउन्ट पनि बनाउनु पर्यो भनेपछि बारको स्टकको ट्रेडिङ एकाउन्ट बनाऊँ वर्किङ नोट अर्कोमा जाम वर्किङ नोट कतिमा जाम त वर्किङ नोट 3 मा जाम अब बार पर्चेज ल ट्रेडिङ अकाउन्ट फर बार हामीले अगाडि पनि बनाएको हो यो त हैन ओपनिङ स्टक दिएकै छ 2130 बाई क्लोजिङ स्टक नि दिएकै छ 2610 हो ल अब हामीलाई के दिएको छ त भन्दा ट्रेडिङ स्टक भनेपछि बाई सेल्स चाहियो टु पर्चेज टु प्रॉफिट ल हामीलाई के दिएको छ त्यही राख्ने हो हैन ल बार पर्चेजमा हामीले बार पर्चेज पेमेन्ट भनेको छ पर्चेज गरेको छ पर्चेजको दिएको छ कति दिएको छ त भन्दा बार पर्चेज पेमेन्ट भनेर हामीलाई दिएको छ ल हामीलाई पर्चेज कति दिएको छ त हामीलाई बार पेमेन्ट पर्चेज भनेर 17,310 दिएको छ तर हाम्रो क्रेडिटरलाई पनि त पेमेन्ट गरेको छ भनेपछि अर्को पनि यसमा इन्ट्री बनाम इन्ट्री लेजर बनाम वर्किङ नोट 4 मा क्रेडिटर एकाउन्ट बनाउनु पर्ने भयो के को लागि पर्चेज निकाल्नको लागि बाई ब्यालेन्स बिडी 1770 टु ब्यालेन्स सिडी 1290 टु बैंक कति दिएको थियो पेमेन्ट 17,310 दिएको थियो अब ब्यालेन्सिङ आयो पर्चेज कति आयो त भन्दा यो कति भयो 18,600 भयो यता नि 18,600 हुनु पर्यो यता घटाउँदा आयो कति आयो 16,830 आयो ल भनेपछि पर्चेज आयो 16,830 अनि सेल त हामीलाई दिएकै छ कलेक्सन भनेर 22,350 अनि त्यसपछि आयो प्रॉफिट 6,000 भनिसकेपछि किन 6,000 आयो त 24,960 भइहाल्यो 24,960 भइहाल्यो ल भनेपछि यो पनि सक्यो भनेपछि यहाँ लेखिदिउँ बाई हामीलाई प्रॉफिट कति आयो त प्रॉफिट फ्रम बार पर्चेज भनेर लेखिदिहालौँ पिआरओ प्रॉफिट फ्रम बार कति 6,000 वर्किङ नोट कति त 3 बाट आयो ल बाई अब कार त बेच्यौँ हामीले अघि कार बेचिसकेपछि त प्रॉफिट त भयो होला पक्कै हो किन पनि भयो भने त हामीलाई कस्ट चाहिँ चेन्ज थियो भनेपछि अब कार बेचेको भने प्रॉफिट पत्ता लगाऊँ भनेपछि फेरि वर्किङ नोट गरौँ वर्किङ नोटमा प्रॉफिट पत्ता लगाऊँ कार बेच्दै गर्दा प्रॉफिट कति ल कति प्रॉफिट भयो पत्ता लगाऊँ भनेपछि वर्किङ नोट 5 मा क्याल्कुलेसन अफ प्रॉफिट or loss on sale of car selling price कति में बेचेको थियो 9,000 में बेचेको थियो अब डिप्रिसिएसन कति भयो डबल डिप्रिसिएसन हामीलाई कति दिएको थियो त भन्दाखेरि डिप्रिसिएसन नि कति दिएको थियो त भन्दाखेरि कारको कस्ट कति थियो 36,570 थियो हो भनेपछि डिप्रिसिएसन कति भएको थियो 30,827 डिप्रिसिएसन भइसकेको थियो भनेपछि यसको कति भयो त भन्दा यो र यो घटाउँदाखेरि है 5,700 कति प्रॉफिट भयो त 3300
प्रॉफिट अन सेल है ल भनेपछि यो प्रॉफिट पनि लगाएर राखिदिहालौँ काठमाडौँमा अहिले एकदमै यो पानी परेर मौसमै खराब भए त्यो भएर लाइटिङ चाहिँ कालो देखिरा होला ल प्रॉफिट अन सेल अफ कार कति आयो त 3300 ल भनिसकेपछि अब यो पनि जोड्दिउँ सबै सकाइसक्यौँ हामीले फास्ट गरौँ यो जोडौँ त ल मेरो जोड्दै गर्दाखेरि आयो 84,300 84,300 भनेपछि त यहाँ सरप्लस आयो सरप्लस कति आयो त भन्दा मेरो आयो 43,490 है यो मिस्टेक नै हुनसक्छ तपाईँहरूले नै एकचोटि जोड्नु होला त्यो पछि हो कि होइन ठ्याक्कै थाहा भइहाल्छ ल भनेपछि अब हामीले सकायौँ के रिसिभ र पेमेन्ट एकाउन्ट नि सकायौँ अनि अर्को सकायौँ हामीले इन्कम र एक्सपेन्डिचर एकाउन्ट पनि सकायौँ भनिसकेपछि अब जाम हामी ब्यालेन्स सिटमा ल अब ब्यालेन्स सिटमा गइहालौँ हामी ब्यालेन्स सिटमा जाम ब्यालेन्स सिटमा जाम देखिरहेको होला ल ब्यालेन्स सिट टी फर्मेटमा बनाएँ मैले यो पनि ल ब्यालेन्स सिटमा हामीलाई चाहियो क्यापिटल फन्ड ल क्यापिटल फन्ड कति छ त हाम्रो क्यापिटल फन्ड छैन ल छैन क्यापिटल फन्ड भनिसकेपछि वर्किङ नोटको हामीले कतिवटा गरेका थियौँ वर्किङ नोट 5 सम्म भएको थियो भनेपछि वर्किङ नोट 6 मा जाम वर्किङ नोट 6 मा ओपनिङ ब्यालेन्स सिट बनाइदिउँ ब्यालेन्स सिट ल मैले सुई ताने गरेँ फुत प्रिमाइसेसको दिएको थियो हामीलाई कति दिएको थियो 30,000 प्रिमाइसेस 30,000 दिएको थियो कार थियो कति 5,700 ल यो 30,600 हुन्छ किनभने 87,000 माइनस 56,400 डिप्रिसिएसन त घटाउनु पर्यो त्यही घटाउँदै राखेको कारमा पनि त्यही गरेको अनि आउटस्ट्यान्डिङ सब्सक्रिप्सन छ 3,600 हाम्रो अनि अर्को छ बार स्टक कति छ 2,130 बैंक कति छ क्यास छ 450 हाम्रो बैंक कति छ त ल अब फेरि हामीलाई यहाँ बैंक त चाहियो अब बैंक निकाल्नलाई फेरि हामी जानु पर्यो अर्को वर्किङ नोटमा किनकि हामीलाई के दिएको छ त अर्को भन्दा बैंक रिकन्सिलिएसन स्टेटमेन्ट पनि छ बैंक रिकन्सिलिएसन स्टेटमेन्टबाट आउँछ रिकन्सिलिएसन स्टेटमेन्टबाट के आउँछ त हामीलाई ओपनिङ क्लोजिङ ल बैंक ब्यालेन्स एज पर पासबुक अनुसार 24,690 थियो ओपनिङ 10,440 लेस के गर्न पर्यो त हामीलाई 24,690 छ 10,440 छ चेक इस्यु नट प्रेजेन्टेड फर द सन्ड्री एक्सपेन्सेस भनेको चेक चाहिँ इस्यु भयो तर प्रेजेन्टै भएको छैन भनेपछि दुईटै घटाइदिनु पर्यो अनि चाहिँ हाम्रो आउँछ ब्याङ्कमा क्यास कति छ भन्ने कुरा हो ल चेक इस्यु नट प्रेजेन्टेड 270 90 यो आयो 24,420 यो आयो 10,350 यो के हो त बैंक ब्यालेन्स एज पर क्यास बुक आयो क्यास बुक ल अब उसले क्यास पनि जोडिदिउँ क्यास ब्यालेन्स कति छ 450 थियो जोडिदिउँ यता छैन 24,870 10,350 यो आयो टोटल क्यास एन्ड ब्याङ्क ब्यालेन्स क्यास एन्ड ब्याङ्क ब्यालेन्स एज पर क्यास बुक अनुसार टोटल चाहिँ यति आयो भनेपछि ब्याङ्क ब्यालेन्स कति रह्यो 24,420 ओपनिङ भनिसकेपछि यो ओपनिङ लाइन राखिदिइहालौँ कता यहीँ राख्ने हो ल भनेपछि यहाँ आयो 24,420 रुपियाँ
भनेपछि अब यता राखिदिउँ 12 को क्रेडिटर छ 1770 भनेपछि सक्यो यसलाई पनि जोड्दिउँ ल यो जोड्दा मेरो आयो 66900 यसमा आयो क्यापिटल फन्ड ब्यालेन्सिङ फिगर कति आयो त 65130 रुपैयाँ आयो भनिसकेपछि क्यापिटल फन्डलाई लगाएर माथि राखिदिउँ क्यापिटल फन्ड आयो 65130 ल क्यापिटल फन्ड पनि आइहाल्यो ल क्यापिटल फन्ड आइसकेपछि त अब अहिलेको सरप्लस थियो प्लस सरप्लस कति 43490 यो जोडौँ यो जोड्दाखेरि आयो 1,08,620 12 को क्रेडिटर 1290 थियो अनि अनरेबल पेबल भनेको 1000 छ हामीले त क्यास झिकेको प्रिमाइसेस कति छ त हाम्रो 87,000 थियो एडिसन कति भयो 30,000 अनि सिधै 1,17,000 लेख्दा पनि भइहाल्छ अनि माइनस डिप्रिसिएसन किनभने डिप्रिसिएसन डबल हुन्छ त्यही भएर हो डिप्रिसिएसन कति भयो त भन्दा अगाडि दिएकै छ 56,400 हामीले निकालेको कति थियो 33 दुई जोड्दाखेरि भयो कति 97,59,430 यो घटाउन पर्यो भनेपछि यो आयो 57,570 आउटस्ट्यान्डिङ सब्सक्रिप्सन 2,940 छँदैछ बार स्टक कति छ त 2,610 छँदैछ अर्को ब्याङ्क हाम्रो कति आयो त भर्खरै हामीले निकालेको ब्याङ्क ब्यालेन्स भनेको 10,350 क्यास छ त छैन 10,350 एउटा छुट्यो फेरि कार छुट्यो कार कति थियो त भन्दा 46,800 थियो तर डिप्रिसिएसन 9,360 डिप्रिसिएसन लगाएको थियो भनिसकेपछि 37,444 भयो ल भनिसकेपछि हामीले यहाँ गर्नुपर्ने कुराहरू पनि लगभग सबै सकाइहाल्यौँ भनेपछि यो जोडौँ यो जोड्दाखेरि कति आयो त भन्दाखेरि ल मेरोमा आयो यो 1,10,910 1,10,910 ल भनिसकेपछि हामीसँग मागेको सबै कुराहरू चाहिँ हामीले सकाइसक्यौँ हामीसँग 3टा कुरा मागेको थियो के मागेको थियो त करेक्ट रिसिभ एन्ड पेमेन्ट एकाउन्ट बनाउनु इन्कम एन्ड एक्सपेन्डिचर एकाउन्ट बनाउनु र ब्यालेन्स सिट बनाउनु भनेर मागेको थियो भनेपछि हामीले सबै कुराहरू सकायौँ भाइ ब्यालेन्स सिट यहाँ भइहाल्यो अनि हामीले इन्कम र एक्सपेन्डिचर एकाउन्ट यहाँ बनाइहाल्यौँ र त्यसपछि हामीले बनायौँ रिसिभ र पेमेन्ट अकाउन्ट है ल त्यो हुँदै गर्दा यो एकदमै इम्पोर्टेन्ट क्वेसन हो है यो भिडियो दुइटै आज गरेको यो भिडियोमा गरेको दुइटै क्वेसनहरू एकदमै इम्पोर्टेन्ट क्वेसनहरू हुन् त्यही भएर टाइम पनि हामीले धेरै लगाएको छौँ आज यिनलाई त्यही भएर यो दुइटा क्वेसन चाहिँ एकदम बुझिसकेपछि त हामीले एनपिओ त सबै सकाइहाल्छौँ है त्यो हुँदा मोस्ट इम्पोर्टेन्ट क्वेसन हामीले सकाइसकेका छौँ यसमा तपाईँहरूलाई केही कन्फ्युजन केही नबुझेको छ भने तपाईँहरूले कमेन्ट गर्न सक्नुहुन्छ र फर्दर डिस्क्रिप्सनमा लिङ्क छन् त्यहाँबाट पनि तपाईँले कन्ट्याक्ट गर्न सक्नुहुन्छ भन्दै म आजको यो भिडियोबाट नि बिदा माग्न चाहन्छु हस् थ्याङ्क यू एभ्रिवान बाई बाई गाइज बाई बाई